टिकट 200 सबजना गाई ड्रोन निकाल न अब यहाँ ड्रोन छोड हानौँ एकचोटि है गाइज। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भ्लगमा। आज चाहिँ मेरो स्टार्टिङ पोइन्ट चाहिँ बुलबुले भित्रबाट है गाइज। धेरै दिनपछि आज मैले भ्लग स्टार्ट गरेको छु। एक महिना त होइन, एक हप्ता जति भएको हाल्न हालेको। अझै बिजी थियो क्या, काममा स्कुल जानु पर्थ्यो, स्कुलबाट आउनु पर्थ्यो, अलिक गाह्रो हुन्थ्यो क्या त्यतिखेर। अलिक कन्टेन्ट पनि डेली फोकस गर्न सकिएन। यसो सुरुवात पढेर यसो घुम्न आइदिएको, घुम्न आयो। अब आजभोलि रमाइलो बनाऊँ, भोलि आउँछ होला यो भ्लग। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। आज केटाहरूसँग बजाउँ कि भनेको, तर केटाहरू आएन, 3 जना आएछौँ आज। बुलबुलेको दृश्यहरू तपाईँलाई देखाउने आशा गर्नेछु। र आजको भ्लग त्यति इन्ट्रेस्टिङ त बनाउनेमा आशा गर्नेछु भन्ने म आशा गर्छु। त्यहाँ चाहिँ आइराख्नु भ्लग बनाउँदै। गाइज, स्वागत छ है तपाईँहरूलाई मेरो भ्लगमा। A few moments later. गाइज, हामी बुलबुलेको ताल नजिक पुगिसकेका छौँ। बुलबुले ताल दामी छ क्या आजकल। नाउसँग चलिरहने हेर्नुहोस्, नाउ हेर्न सक्नुहुन्छ। हेर्नु नाउ खतरा चलिरह। गाइस उता हेर्नु त 3 जना हैन गाइस, स्याम टु स्याम कलर फेस माथिको माथि है गाइस। खतरा भनिदिरहेको नभन है, नभन तिमी यार, खतरा मान्छे रहेछ। लास्ट ठुलो हो यार, भन्न नसकिने ताल हो तर खासमा। गाइस हेर्नु, ताल हेर्नुहोस्, ताल ढुङ्गा चढिसकेको छ। गाइस ढुङ्गा चढ्न त चढिसक्यो, तर मलाई आज अलि पैसा धेरै लाग्छ क्या, पैसै छैन गाइस 200 रुपैयाँ मात्रै जम्मा। 200 कति भयो टिकट? 200 सबजना भिडियोहरू बनाएर आएन है गाइस। तपाईँहरू गाइस नास्ता सन्डेमा के हप्तामाको कति 20 रुपैयाँ लाग्छ होला एक दिन। दामी रहेछ गाइस। हेर्नुहोस्, दामी। हामी यहाँ बुलबुलेतिर आइरहेछौँ, चक्कर हानेको घुमिरहेछौँ, वरिपरि घुम्नै गइरहेछौँ। मान्छेहरू हिँडिरहेछन् तर हामी हिँडिन्छौँ। गइजामै मान्छे आइसक्यो, अलिक लाल लाग्छ यार गाइस। फर्स्ट टाइम भयो। अब ठुला मान्छेहरूसँग अलिक झ्याउ त लाग्यो हुन्छ हामीलाई, त्यो झ्याउ लागिरहेको छ। त्यही त अब गाइजहरू आउँदैछन्, फोटोसुट हान्दैछन्। गाइस ड्रोन निकाल न अब यहाँ ड्रोन सट हानौँ एकचोटि है गाइज। ड्रोन सट त छैन, तर ड्रोन अब अरू दाइहरूले उता ल्याएर रहेछन्। त्यो दाइहरूको ट्याक्क ड्रोन हान्नु पऱ्यो। ड्रोन सटकै भ्यू हेर्नुहोस् गाइज। एक्चुली यो पुरै तालको भ्यू हेर्नुहोस्। अनि यो पुरै कस्तो रहेछ एकछिन हेर्नुहोस् है। 3, 2, 1 ताल त यस्तो राम्रो आउँदो रहेछ यार, ड्रोनमा यस्तो राम्रो आउँदो रहेछ। यतिबाट बसेको थिएँ, दाइले उताबाट उडाउनु भयो क्या, यस्तो दामी आउँदो रहेछ। अनि दाइले मलाई पठाइदिन्छु भन्नुभयो। म पछि हाल्छु, हेर्नु होला मेरो ड्रोन सटको भ्यू। दामी छ ताल, कस्तो खतरा रहेछ, पुरै छोडिदिनु कि। तर अनडेभलपमेन्ट कन्ट्री त भन्न सकिने यार सुर्खेतलाई, नेपाललाई विकास त भइरहेको छ। र हाम्रा यी नेताहरू कतिलाई नभएर देश बिग्रिरहेको छ क्या गाइज। त्यही त आफ्नोलाई होइन राम्रोलाई छानौँ है गाइज। त्यही भन्न चाहन्छु। अहिले एकछिनपछि भेटौँला है गाइज। नाउ चलिरहेको हेर्नुहोस् त गाइज। साउन्ड त कडा निकाल्दो रहेछ, तर साउन्ड पोल्युसन त गर्छ यसले। तर गाइज यो खतरा हो। तर यो यस्तो टुरिज्मको बढाइरहेको यसले गर्दा आजकल सुर्खेतको यो ताल लास भाइरल भइरहेको थाहा कि नै तपाईँलाई गाइज। सुर्खेतमा सब ठाउँमा प्रमोट हान्दिएको छ, तालले गर्दा आजकल धेरै प्रमोट भइरहेको छ। सुर्खेत विकास त भयो, तर धेरै विकास पनि भएन क्या। ताल त विकास भइरहेको, अझै यहाँ निर्माण काम कार्य हुँदैछ। तर तालको भ्यू चाहिँ अविस्मरणीय रहेछ। तर बेलुका त्यस्तो मस्त आउँदो रहेछ, आवाज आउनु रहेछ। मजा रहेछ जोस्।
ड्रोन सट हानेर त्यो दामी रहेछ तर रुखहरू त धेरै रहेछन् पहिलाभन्दा धेरै विकास भयो पहिला एउटा मान्छे यहीँ मर्यो अरे यो तालमा होइन मर्यो भन्थ्यो तर मैले पनि सुने अरूबाट हो त हो र हेर्नु फेरि आइसक्यो राउन्ड हुन्छ यार उसले जस यसले गर्दा टुरिस्टहरू चाहिँ धेरै आइरहेको बस्दै चेस खेलिरहेको थियो हेर्नुहोस् त अहिले चेस खेलिरहेको यहाँ तालमा आएर भने मान्छेहरू ओ दिदीहरू नमस्कार नमस्कार दिदीहरू नमस्कार भन्न मिल्दैन अनि के छ अब यस्तो गाई अहिले उता बाटोतिर भेटौँला Hours later. अलराइट गाइज अब हामी घरतिर जान लागिसक्यौँ बुलबुलबाट आइसक्यौँ गाइज बाटोमा हिँड्दैछौँ अब हाम्रो इन्डियन भ्लग बनाउनु लागिरहने चौर रहेछ क्या पुरै फाट रहेछ त्यो फुटबल सुटबल खेलिरहन आजकल अब रोप्न लागिसक्यो अनि खतरा उ रहेछ यहाँतिर अनि ट्याक्कै बाटो हाम्रो अनि हुनार विद्यार्थी भाइ पनि आउँदैछन् अनि हाम्रो क्लासको अनि हुनार स्टुडेन्ट आउँदैछन् पछाडि इन्डिया चाहिँ त्यो गाइज आज रमाइलो भयो अरू पनि आउने भन्थे अब अरूलाई ल्याउन सकिएन किनकि अरूलाई फनानेको उठाएनन् क्या ल गाइज अब आजलाई यति नै भन्न चाहन्छु मेरो भ्लगमा लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ गर्न नभुल्नु होला भन्ने म मेरो आजको भ्लग यहीँ गर्न चाहन्छु थ्याङ्क यू।